नमस्कार सम्पूर्ण दर्शकबिनहरुमा हाम्रो डिजिटल टिभीको तर्फबाट हार्दिक स्वागत गर्दछौं। हामी अहिले छौं भेरीगंगा नगरपालिका 12 को छिन्चु क्षेत्रमा, जहाँ हाल भव्य बस पार्क निर्माणको कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। यससँगै बजार क्षेत्रदेखि तोलीखोलासम्मको 4 लेन हाइवे सडक निर्माण कार्य पनि धमाधम चलिरहेको छ। यो योजना स्थानीय स्तरमा यातायात व्यवस्थापन सुधार, बढ्दो जनघनत्वको व्यवस्थापन तथा भविष्यको व्यापारिक सम्भावनालाई ध्यानमा राखेर अगाडि बढिरहेको छ। मुख्य तथ्यहरू: बस पार्क आधुनिक सुविधा युक्त सार्वजनिक सवारीका लागि केन्द्रबिन्दु गर्दै सडक चौडाइ र 4 लाइन हाइवे मापदण्ड अनुसार निर्माण भइरहेको, यस कर्णाली प्रदेशको र प्रदेश राजमार्ग जोड्ने नेपालगञ्ज र सुर्खेतलाई सल्यानलाई जोड्ने यो 4 लाइन हाइवे निर्माण भइरहेको छ। यसको रिपोर्टिङ लिँदै गर्दा अहिले हामी छिन्चु बजारमा आइरहेका छौं। तपाईले यो दृश्य देखिरहनु भएको छ। जुन दृश्य हामीले देखाइरहेका छौं यो हो भेरीगंगा नगरपालिका 12 छिन्चु बजारको, जहाँ 4 लाइन हाइवे निर्माण भइरहेको छ। करिब यो हाइवेको निर्माण 50% भन्दा धेरै निर्माण सम्पन्न भइसकेको छ। अब केही महिना भित्र हाइवे निर्माण सम्पन्न भएर यातायातहरू सञ्चालन हुने सम्पूर्णमा जानकारी गराउँदछौं। यसको मुख्य उद्देश्य यातायात सहज र व्यापार विस्तारमा पर्यटकीय दृष्टिकोणको विकासको लागि यो 4 लाइन हाइवे निर्माण गरिएको हो। यहाँ स्थानीयको भनाइ चाहिँ हामीले साँघुरो बाटो हिँड्नको लागि धेरै चुनौतीपूर्ण भोग्नु परेको थियो, धेरै संघर्ष खेप्नु परेको थियो हैन। रोडमा पिच नहुँदा गाडीहरू, पैदल यात्रीहरूले चाहिँ धेरै कष्टहरू झेल्नु परेको थियो। अहिले 4 लाइन हाइवे बनेको साथै र पैदल यात्रीहरूलाई पनि धेरै सहज बनेको छ र अझै सहज बन्ने छ भन्ने पूर्ण आशा छ। र यो 4 लाइन हाइवे निर्माण हुन लागेको साथै यहाँको बासिन्दाहरूलाई धेरै राहत मिल्ने र भविष्यमा चाहिँ धेरै विकास र बाटो हो भन्दै हाम्रो डिजिटल टिभीलाई तपाईहरुले साथ सपोर्ट र माया गरिदिनु होला। र यस्तै अरु पनि जानकारीमूलक रिपोर्टहरु हेर्न र आफ्नो गाउँ घरको समस्याहरु पनि हामीलाई जनाउनको लागि तपाईले नजिकै रहेको सब्स्क्राइब बटनलाई क्लिक गरी बेल आइकनलाई पनि प्रेस गर्नु होला, र ताकि यो भिडियो सम्पूर्ण आफ्नो साथीभाइ इष्टमित्रसम्म पुर्याउनु होला, शेयर गरेर भन्न चाहन्छु। हवस् त, नमस्ते, बाइ बाइ।